हेलो भाइ नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल कमेन्ट गर्ने ब्लग्स। अनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को भिडियोमा। अनि यो चाहिँ 2082 सालको अन्तिम दिन अनि 2083 सालको नयाँ वर्षको शुभकामना सबैलाई। अनि पहिलाको वर्ष जस्तै मैले चाहिँ फेरि नयाँ स्केच यसलाई यो चाहिँ पुरानो धेरै वर्ष अगाडि सबैलाई थाहा होला कन्टिन्यू गर्न गइरहेको छु। कम्प्लिट गर्न गइरहेको छु यो वर्ष चाहिँ। हेरौँ कस्तो यसको रिजल्ट आउँछ, त्यही हो, हेरौँ। यसले त झन् के लाउला र, यस्तरी राखेँ। मजा आयो, अब लाग्दैन यहाँ माथि जतिकै छैन। मैले चाहिँ ज्योमेट्री बक्स बिर्सेर छु, अनि सायद यही होला। यो हो मेरो चाहिँ पुरानो ज्योमेट्री बक्स। कस्तो छ यो होला, त्यही भएर मलाई अप्ठ्यारो फिल भएको कि। निडेड इरेजर अनि जनरल पेन्सिलहरू, ब्लेन्डर, अनि त्यस पछाडि इरेजरहरू, कटन बोर्ड। अनि यो पनि मैले किनेको थिएँ, अनि यो पनि मैले किनेको थिएँ। यो चाहिँ 600 पर्यो रहेछ। कति पर्यो, सस्तै होला यो चाहिँ। चारकोल पाउडर, यसको मैले अहिलेसम्म युज गरेको छैन। यो चाहिँ अब मैले युज गर्न जाँदैछु यसपालि अब आउने स्केच भिडियोहरूमा। सो या यो चाहिँ अहिलेसम्म यति भयो है। अनि यो के अरे 10B पेन्सिलको यो आउटलाइनको युज गरेको यहाँ थियौँ। अनि फेरि यो ग्राफाइट हो नि त, अनि त्यसमाथि फेरि चारकोल युज गरेको एप्लाई नै भएन के। किन भएन भने यो एप्लाई हुँदैन। अनि यो कुरा मैले बिर्सेको थिएँ, अनि अहिले लगातार फेरि सम्झिएँ किन एप्लाई भएन भनेर। यहाँ कोरेँ थिएँ, यहाँ कोरेँ अनि कतिर ब्ल्याक, कतिर त्यस्तो यो राम्रोसँग यसको रिजल्टै दिएको थिएन। सायद बिग्रियो होला राख्दा। या यति भयो, यो बिग्रिन्छ जस्तो लाग्यो मलाई यो स्केच। त्यही पनि कम्प्लिट गरौँ लास्टसम्म, कस्तो हुन्छ हेरौँ है त। जो छड्यो, यसै बिग्रियो उसै बिग्रियो। सो ह्याप्पी न्यू इयर सबैलाई। अनि अहिले चाहिँ कति बजेको छ भने राइट 11 बजेर 8 मिनट गएको छ। 12 बजेर 8 मिनट गएको छ। अनि यो 2083 साल। ह्याप्पी न्यू इयर, नयाँ वर्षको शुभकामना सबैलाई। अनि त्यति नै हो। अब म यो एकैछिन गर्छु अनि त्यस पछाडि सुतिहाल्छु। अनि भोलि बिहान भेटौँला। अनि साँच्चै अहिले चाहिँ कन्डिसन यस्तो छ है। सो तपाईँलाई स्केच भनेको सजिलो र अनि त्यसमा एकैछिनमा हुन्छ जस्तो लाग्छ भने तपाईँ एकदम गलत हुनुहुन्छ। या यो चाहिँ भन्न थियो मलाई। लाथालिङ्ग पुरै यति कम्प्लिट भएको छ, यति। बाई बाई।